हेलो गाइज नमस्ते है सम्पूर्णलाई स्वागत छ हाम्रो भिडियोमा। आज हामी तपाईलाई कोरियामा पैसा फल्ने रुख देखाउँदैछौँ है त। के काम गर्छस् कसो काम गर्छस् भनेर भन्नुहुन्छ, धेरै चासो राख्नुभएको छ। पैसा फल्ने रुख कस्तो छ हेरौँ न भन्नुहुन्छ। तपाईलाई स्पेशल रूपमा यो भिडियो तपाईको लागि बोरो ल्याएर आउनुपर्छ भनेर भनेको थिएँ। एउटा फन्नी भिडियो बनाएको थिएँ 2-4 दिन अगाडि। धेरैले मन पराउनु भएको थियो पैसा फल्ने रुख कस्तो हुन्छ भनेर। आज हामी तपाईलाई पैसा फल्ने रुख र अनि पैसा सोरेको देखाउँदैछौँ। हाम्रो चाहिँ ग्लास फ्याक्ट्री हो। अब यो कम्पनी टाइम अफिस टाइममा यहाँ मोबाइल चलाउनु त पाइँदैन। हामीले लास्टमा सबै गइसकेपछि एउटा छोटो भिडियो बनाउन गइरहेको छौँ। अब मेसिनले काट्छ सिसाहरू प्रायः त ठुलो सिसाहरू। हामी छोटो मोटो सिसाहरू हातले काटेको दृश्य तपाईँलाई देखाउँछौँ है त। अब गाह्रो साह्रो भन्ने कुरा यस्तै छ, दुःख सुख होइन। कोरियामा गर्नुपर्ने भनेको 3D काम हो, जहाँ पनि काम नगरी हुँदैन। 3D भन्नाले अब डर्टी डेन्जर र डिफिकल्ट कामहरूको लागि हामीले ल्याउने हो। सजिलो कामहरू त यहाँको भोटियोले गरिहाल्छ। हामीले गर्ने भनेको त्यही काम हो, 3D काम, डेन्जर डर्टी र डिफिकल्ट काम होइन। त्यो भएर अलिक सजिलो काम पनि छ बसिराख्ने, तर त्यहाँ पनि बसिराख्नु पनि साह्रै झन्झट, निन्दा लाग्ने खालको हुन्छ। बरु यही काम ठिक छ यताउता हिँड्यो गयो। अब अहिले त बानी परिसक्यो, सुरुमा अलिक गाह्रो पनि हुन्छ काम सिक्दा, अनि भाषाको समस्याहरू हुन्छ। अहिले ढिला नगरेर अब हामी कसरी काम गर्छौँ भन्ने कुरा देखाउन गइरहेको छौँ। अब मेसिनले काटेको भएर हामी अर्को भागमा हामी राख्नेछौँ। अहिले चाहिँ एउटा सिसा चाहिँ हामीले चाहिँ काटेर तपाईँलाई देखाउँछौँ है त। एउटा सिसा ल्याउने, यसरी टक्क ल्याउने हो, ल्याएर कास्ट गर्नु पऱ्यो। ल बोर्डमा राख्नु पऱ्यो। यतै ल्याउने, यतै यही छेउमा यहाँ फालौँ न। यसरी उठाउने हो सिसा, अनि यसरी राख्नुपर्छ। अलिक खेल्नु। भिडियो चाहिँ लामो हुनसक्छ साथीहरू। हामी टक्क साइजको छोटो मोटो सिसा काटेर देखाउँछौँ। काटिसकेपछि यसरी फ्रेममा पनि राखिरहेको छ। अब मेसिनले चलेको भयो, यताबाट मेसिनले ट्याक्क यो मेसिन हो सिसा काट्ने, परबाट ठुलो सिसा उठाएर यसरी ल्याउँछ। नदीबाट देखाउनु पर्यो, नदीबाट ल्याएर देखाउनु पर्छ। फ्याँकिदिने सबै सिसाहरू धेरै लाग्छ। जुत्तो हानिराख्ने हुन्छ हामीले। धेरै छोटोलाई यसरी काट्ने साथीहरू, देखिन्छ तेल रहन्छ। यस्तो कलमले काट्ने हो, तोड्ने हो, यसरी काट्ने हो। अलि देखिएन ल भाइ, यता देखाऊ है, यता देखाऊ। यो चाहिँ यस्तो खालको छोटो सानो सिसा काट्नुको लागि हुन्छ। अब मैले काटेको देखिरहेको नि, यसरी काट्ने हो। अलिक ठुलो काट्नु पर्दाखेरि अलिक ठुलो सिसा काट्नु पर्दा यसरी काट्ने हो। साइज अनुसार साइज काट्ने, यसरी काट्नुपर्छ। देखियो त अनि यो काट्ने कति काट्नु पर्छ। विशेष गरी यो तपाईँलाई देखाउनुलाई छोटो छोटो काट्नु हुन्छ। यसरी काट्नु, धेरै सानो काट्नु पर्छ। पेन काट्ने खाल्छ, यति खालको देखिन खाल्छ। हाम्रो 5 मिनेट छ, 5 मिनेट धेरै सानो काट्नु पर्छ। काट्ने कति गरी देखाउनुलाई अहिले छोटो देखाउँछ। अहिले काट्नु है, छोटो छोटो काट्नु पर्छ। हातले काट्नु पर्छ हैन। यसरी सजिलै सुरुमा हेर्दा सजिलो छ साथीहरू, तर यो बानी पर्न मलाई 2 वर्ष लाग्यो यति काट्न सिक्नको लागि। अलिकति बाँध्नु गयो पनि हुँदैन। त्यही भएर यो एकदम हातको ब्यालेन्स चाहिँ मिलाउनु पर्छ। यस्तै छ हाम्रो पैसा फल्ने रुखहरू, यसरी पैसा सोर्ने हो। सिसा यसरी फ्याँक्ने हो। त्यो फलामको भाँडा हुन्छ, यसमा फ्याँक्नुपर्ने हुन्छ है साथीहरू। छोटा मोटा सिसाहरू हातले काटेर हामीले पठाउनु पर्ने हुन्छ र अर्को डिपार्टमा जान्छ। त्यहाँ फेरि अर्को काम हुन्छ, त्यो काम हामी पार्ट गरेर देखाउनेछौँ बिस्तारै। यो पार्टमा अलि लामो हुन जान्छ। त्यो मेसिनले काटेको सिसा हो, यो ठुल्ठुलो सिसाहरू। कहिले कसो हातले पनि काट्नुपर्ने हुन्छ, हातले काट्दाखेरि त्यसरी काटिन्छ। यी सानो सानो सिसाहरू झ्यालको लागि। यस्तो छ हाम्रो कम्पनीको काम, पैसा फल्ने रुख यस्तो छ। हाम्रो सर ज्याकेट सकेट लाएर जुत्ता, अर्को जुत्ता लाउनु भएको रहेछ अहिले। ल न त सेफ्टीवाला जुत्ता हुन्छ। यसरी हो, यो चाहिँ आगो ताप्ने हिटर पऱ्यो। ल मोबाइल चाहिँ युज गर्न पाइँदैन हामीले, त्यही भएर लास्टमा यो भिडियो बनायौँ तपाईँको लागि। कस्तो लाग्यो कोरियाको काम, सिसा यसरी काटिन्छ। हस् त हजुर।